ल 1 2 3 यसको श्रेय जान्छ हाम्रो क्यामेराम्यान के छ भन्ने कसैलाई पनि थाहा छैन हैन हाम्रो ग्रुपको केटाहरूलाई के छ होला सबैले गेस गर है यो एउटा सरप्राइज छ हाम्रो हैन कसैलाई पनि थाहा छैन यहाँ के छ भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा छैन अहिले हामी देखाउने छौँ है यो चाहिँ देखा त भाइ यहाँ के छ होला यहाँ एकचोटि गेस गर त भाइ यहाँ के छ होला समथिङ यो त मिस्ट्री बक्स है मिस्ट्री बक्स झापाली फलामको मिस्ट्री बक्स हो हैन यहाँ के छ कसैलाई पनि थाहा छैन हाम्रो ग्रुपको एकदम छोपेर ल्याएको हामी त्यही भएर यहाँ के छ कसैलाई केही थाहा छैन ल हामी चाहिँ आइसकेको छौँ 87 धाममा यहाँ सबैहरू देख्न सक्नुहुन्छ हामी सबैजना आइसके यहाँ हामी आइसकेको छौँ देख्न सक्नुहुन्छ यहाँ दाइहरू चाहिँ नुहाउने कार्यक्रममा हुनुहुन्छ नमस्ते गर्दा के माग्दै पनि सुधा नि पुरा होस् भनेर मनमा कस्तो भयो नमस्ते नमस्ते गरेर कस्तो भयो एकदम फ्रेस महसुस भयो नि फ्रेस एकदम फ्रेस महसुस हुन्छ यहाँ के माग्यो त मनमा नहोगनलाई हो ल ल ल आँखा हेर है घुम्न होस् नमस्ते गर्दै सुधा कस्तो महसुस भयो एकदम बब्बास हो अब हामी यहाँ झर्न जाँदैछौँ तपाईँहरूलाई अब म देखाउँदैछु के हुन्छ कस्तो कस्तो हुन्छ अब हामी माथि माथि जाँदैछौँ हेर्नु होला अब गाइजहरू यस्तै हो जानै पर्यो घुम्नै पर्यो यहाँको ठाउँ चाहिँ एकदमै शान्ति राम्रो आनन्द छ हजुर यहाँ चाहिँ एकदम तपाईँहरूले अझै साथ सबर गर्नु भने हामी नयाँ नयाँ ठाउँहरू पनि तपाईँहरूलाई देखाउँछौँ जान्छौँ एकदम नेचुरल खालको कस्तो लाग्यो त यो कृष्णको के कहानीमा जस्तो जुडिन्छ यो ठाउँ एकदम जुडिन्छ एकदम पर्फेक्ट बस जुडिन्छ एकदम कृष्णको पाहाडले जस्तो छ नि ढुङ्गा पनि हेर्नु यस्तो होइन बाँदरहरूले हालेको होइन 15-20 मिनट जति समय लाग्छ झर्नमा यस्तै छ ठाउँ यसरी नै हिँड्नु पर्यो खोला खोला मजा आउँछ तपाईँहरू पनि आउनु गाइस हप्तामा एकचोटि आउने एकदम मजा आउँछ अङ्कित त फर्स्ट टाइम आएको होला अङ्कित त अनि कस्तो लाग्यो त यो ठाउँ अनि ठाउँहरू कस्तो लाग्यो यहाँदेखि एकदम फ्रेस मनमा शान्ति दुःखहरू भएको सबै यहाँ आएपछि कस्तो भयो त्यो देख्न सक्नुहुन्छ हाम्रो इकु दाइ खोइ हजुर मनिष दाइ खोइ हाम्रो इकु दाइ के भयो हामी चाहिँ अब माथि झर्नातिर लागेको यहाँ माछा छ कि भनेर माछा छाम त पछाडि छोडिएछ म त कहाँ गयो झन्
मैले माछा समात्न खोजेको अरे हेर्न सक्नुहुन्छ महेश दाइ यहाँ माछा छ यहाँ मुनि माछा पोजिटिभ माइन्ड एनर्जी नेपालको वृन्दावन हो यो मन्दिर देख्न सक्नुहुन्छ एउटा बुढी आमाले यहाँ बुढी बाजेले यहाँ उयो गर्नु हुँदैछ हाम्रो दाइ पनि आइसक्नु भएको छ यहाँ पोखाल्नु हुँदैछ महिनामा यस्तो छुट्टी भएको टाइममा यस्तो ठाउँमा फ्री ठाउँमा आऊ माइन्ड फ्रेस हुन्छ तिम्रो माइन्ड फ्रेस होइन फ्रेसको पनि कति फ्रेस हुन्छ नि के छ कहिले आएको थिएन हो आज आएर एकदम फ्रेस भएन नि फ्रेसको पनि फ्रेस एकदमै फ्रेस क्या फ्रेस ठाउँमा आइयो भने माइन्ड फ्रेस हुन्छ घरमा बसिरहेको भने टेन्सन हुन्छ विस पनि कम्प्लिट हुने खालको लागिहाल्छ मलाई उफ गाइज हामी चाहिँ मैले विस माग्यो भने हिँड्दैछौँ अब यहाँ कति राम्रो बाटो हो थाहा छैन तर पनि हामी पुरै माथि जाने प्रयास गर्दैछौँ मैले भन्नु भन्नुहुँदैन मनमै राख्नुपर्छ बाटो पनि कस्तो राम्रो राम्रो बाटो गाइज म चाहिँ हिँडेर मेरो खुट्टा पनि दुख्न खोज्दैछ तर हामी हिँड्न चाहिँ छोड्दिनौँ हामी जति माथि गयौँ त्यति हामी शान्तिको खोजीमा हिँड्दैछौँ वर्षौँदेखि पुरानो ढुङ्गाहरू हामी मान्छे भन्दा बुढो होइन यहाँ चाहिँ यस्तो हाम्रो हजुरबाउ भन्दा अगाडि लडिन्छ यहाँ चाहिँ यसरी सब्जीहरू खोजेर हिँड्ने चलन छ यहाँ देख्न सक्नुहुन्छ आन्टीहरू एउटा ढुङ्गा हामी 87 धाम आएर मात्रै हुँदैन यहाँ हाम्रो मेन भनेको यहाँ झर्ना चाहिँ घुम्नै पर्ने हुन्छ यहाँ हेर्न सक्नुहुन्छ जसरी भए पनि हामी झर्ना पर्ने हुन्छ र साथीहरू यहाँ ठुलै जोरदार तरिकाले पुग्छु झर्ना भनेर हिँड्नु हुँदैछ धीरज दाइ के एक्सपिरियन्स गर्नुभयो त राम्रो हुन्छ के लेखेको भाइ तिमीले यहाँ आई लभ मम ओके तिमी धेरै आफ्नो आउन धेरै माया गर्छौ हो धेरै तिमीलाई सल्युट छ मेरो तर्फबाट हुन्छ जय नेपाल म पनि के लेखेको आई लभ माई मम एन्ड ड्याड ओ आई लभ माई मम एन्ड जय ड्याड नेपाल जय नेपाल र हामी आफ्नै गन्तव्यमा लागिसकेको छौँ अब करिब 15 मिनट छ हामी माथि हाम्रो मेन अड्डा भनेको झरनामा गएर सेलिब्रेट गर्न गइरहेको छौँ पुरै भिडियो हेरिदिनु होला यात्रा अझै पनि 10 मिनट जति त लाग्छ नै हामी झर्ना गन्तव्यमा पुगेर यहाँ गएर चाहिँ हामी देखाउने छौँ भनरले 1 के सब्सक्राइबर कम्प्लिट गरेको त्यसको अब उहाँहरू 20 मिनट 87 धामबाट जङ्गलको बाटो हिँडेर आइपुग्यौँ हामी हाम्रो गन्तव्यमा बल्ल झर्नामा आइपुग्यौँ यहाँ निलो पुल देखिँदैछ अब 1-2 मिनटमा हामी झर्ना आइहाल्छौँ 1 मिनटभित्रमा अब जाउँ ल त यो चाहिँ नाग गुफा हो यहाँ चाहिँ धेरै प्रकारको नागहरू बसोबास गर्ने गरेको छ यहाँ देख्न सक्नुहुन्छ यहाँ पूजासुजा गरेको छ अब हामी अरू तपाईँलाई नुन गुफा पनि देखाउने गर्छौँ त्यसैले पुरै भिडियो हेरिदिनु होला फाइनली हामी चाहिँ झर्ना आइपुगेको छौँ धेरै मसक्कतको बाद हामी यहाँ
पुगिसकेको छौँ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ झरना टक्क लाएर हामी हाम्रो भनेकै ठाउँमा आइसकेको छौँ। यो नेचुरल फ्रिज हो सर। जा रहा फ्याँक्यो One K subscriber celebration जापाली फन अपको है यो सब यस्तै गर्न सक्यो केटा हैन धेरै राम्रो गर्न सकिएन यसको देखाएको छ यसको छ है अब पुरै हामी बोल्दै छौँ अनबक्स गर्दै छौँ 1K subscriber celebration भनेको यस्तै हो है अहिले यस्तै छ 1K subscriber celebration हैन जापाली इसको श्रेय जान्छ हाम्रो क्यामेराम्यान सब्सक्राइबर हाम्रो भाइ नभएको भए होइन 1K पनि नपुग्न सक्थ्यो क्या यस हामी सबै टिम मिलेर अहिले 1K पुऱ्याएको छौँ है आउँदा एकजना कोही अरू कोही छ हामी को छौँ हौ यसको भाग्य छैन रहेछ एक हातले काटेपछि थप्पै एउटा पक्रिन अङ्कित खाइसकिस् एक हातले पक्रिन्छ अब काटेपछि अङ्कित खाइसकिस् अङ्कित कहाँ केही काटेको छैन मलाई लाग्छ भने कसलाई छ अङ्कितलाई दिइहाल्न तिमी बेल त म तँलाई दिन्छु जापानी फोन आपको 1K सब्सक्राइबरको पनि केक खाइयो जोस जापानी फोन आपको कृष्ण दियो मनिषा दियो भाइ भाइलाई खाऊ नमिनले हाम्रै हो उयो गर्दा त्यो भाइलाई पनि दिनुपर्छ यो बाँधा कहाँ बाँधालाई दिनुपर्छ अरे उनीहरूलाई अतिरिक्तमा दिएर हुन्छ अरूलाई दिनुपर्छ न एक ग्लासमै हान्दिएर त ठिक छ होइन 1K खाइयो नि होइन 1 मिलियन हाम्रो छ 1 मिलियन बाख्रा यस्तै बेसुरामा हाम्रो यहाँ साना साना भाइहरू होइन कहाँबाट आएको भाइ चुली कम्मलबाट हिँड्दै हिँड्दै यहाँसम्म आएको सुरक्षित तिमी हाम्रो कम्मल कहाँ हिँड्दै हिँड्दै केमा हिँड्दै हिँड्दा तिमीहरू हिँड्दै आएको यस्तो कम्मल लेख्दै कि यहाँसम्म खाने अब अर्को भाइ त कोही
अहिले आउँछ के आउँछ राम्रोसँग खाऊ ल तरपटे म बोल्छु नै ल यहाँ ल बाइ गर्दा भाइ बाई दिन सर कसलाई यतै ओइ रिनाम कहाँ गएको फेरि सर त्यो कसलाई हो हमरा ग्रुपलाई हो खाल पखाल्दियो गाह्रो भयो न काली गड त्यस्तो लाग्यो होइन सब्जी राख्नु यो सब चालेर खाऊ न केटा हो बतासी धाममा हैन तरपटे खाइने केटा हो है केटाले बनाएको मनिष र उलाई बाड्दै अनि ऊ त त्यहाँ खान म यहाँ खान्छु उलाई अन्त यहाँ मनिष नखाने रे उसले कोही कोक्छ अरे केटाहरु कोक्छ हेलो गाइस वेलकम ब्याक टु माई भ्लग हामी भर्खर नुहाइँदै गरेर यहाँ आएको छौँ यहाँ हाम्रो नुहाउने एउटा साथी यहाँ हुन्छ अर्को भाइ यता छन् नुहाउने नमस्ते हामी चाहिँ आइसकेको छौँ हामी चाहिँ नुहाइँदै गरेर आएको छौँ अनि यहाँ रातो लम्बाइ पनि नुहाउनु हो यहाँ यो दाइ चाहिँ नुहाउनु होइन अनि यो दाइ चाहिँ अब यहाँ कुकिङ म्यान होइन भाइ तिमीलाई आज नुहाएर कस्तो लागेको छ कस्तो फिल भएको छ कस्तो अलिक फ्रेस फिल भएको छ कि कस्तो भएको छ अनि 2 महिना नुहाउँदा त होइन गाइस होइन 2 महिना नुहाउँदा त अब त्यस्तो हुन्छ नि जिउ यस्तो भारी भारी जस्तो लाग्छ होइन मैलाले यस्तो भारी भारी लाग्छ अनि आज नुहाएपछि हल्का भाइलाई हल्का फिल भएको छ अरे होइन गाइस हामी चाहिँ गाइस यस्तो ठाउँमा आइपुगेका छौँ होइन यहाँ मन्दिर छ होइन अनि एउटा पछाडि त्यो पानी परिरहेको पानी झरिरहेको ठाउँमा चाहिँ हामी नुहाएको त्यहाँ चाहिँ गाइस माथि कहाँदेखि गाइस पानी आएको हामीलाई पनि थाहा छैन होइन माथिदेखि पानी आएको छ माथि के छ खै हामीलाई थाहा छैन होइन यो माथिदेखि पानी आएको छ म तपाईँहरूलाई हल्का देखाउन चाहन्छु होइन अनि यस्तरी होइन यस्तरी भएको छ एकैछिन ल गाइस यहाँ हाम्रो यहाँ चटपटे बन्दैछ होइन यहाँ चटपटे यहाँ यस्तो पखाल्दा खाँदैछ चटपटे घोल्ने तरिका झापाली स्टाइलमा चटपटे चटपटे घोल्ने गरेका हाम्रो मोटु भाइको माइक कहाँ गर्दा माइक पर्दैन त्यही गर्दा माइक गर्दैन माइक पर्दैन भ्लग हाल्नु पर्यो मैले बिचा कस्तो लाग्यो भाइ मेरो 3 भिजिट गर्ने हाम्रो हाम्रो चाहिँ झापाली फन हब ग्रुपको हाम्रो कालीगढ उहाँ चाहिँ कालीगढ आजको एक्टर दिपु मनिष भाइ है हाम्रो भाइ के छ भाइ ठिक छ होइन ठिक छ भाइ हाम्रो यहाँ कालीगढ जिल्ला होइन यस्तो यहाँ चटपटे हालिँदै हुन्छ यहाँ फन हब झापाली फन हब ग्रुपको मेम्बर होला होइन भोक लाग्यो अरे यहाँ हाम्रो दाइले होइन चाखेर अब भन्नु चाहिँ कस्तो बनेको छ एकदम मिठो बवाल बनेको छ अरे यहाँ हाम्रो कालीगढ दाइले बनाएको चटपटे दाइ कस्तो बनेको छ बब्बाल ल यहाँ अब हाम्रो यहाँ दाइले हाम्रो कालीगढ दाइ चाहिँ यही हो होइन कालीगढ दाइ होइन ह्यान्डसम पनि हुनुहुन्छ होइन अनि चटपटी पनि आफ्नो ह्यान्डसम जस्तो त्यस्तो मिठो बनाउँछ अब यहाँ दाइ यता अब दाइ टेस्ट गरेर भन्नु न कस्तो बनेको छ हाम्रो कालीगढ दाइले यो चटपटी बनाएको बब्बाल भनेको छ बब्बाल भनेको अरे अनि हाम्रो त कृष्ण दाइ चाहिँ होइन उता भिडियो गर्दै हुन्छ कृष्ण दाइ चटपटी खान आउनु त अनि यसो केही भनौँ न त होइन हाम्रो दाइ धमाधम यहाँ भिडियो बनाउँदैछ नि यहाँ हो अनि यहाँ हामीले झापाली फन अफ मेम्बरहरू चाहिँ यहाँ होइन खाना लाग्नुभएको छ ए धमाधम हामी कार्यक्रम चल्दैछ गाइस यो फोहोरहरू चाहिँ हामीले होइन हामीले प्लास्टिकमा हालेर हामी नै लान्छौँ यस्तो यहाँ हामीले यस्तो फोहोर बनाउँदैनौँ यहाँ बाजारलाई आलु दिएको होइन घाँटीमा आलु पड्किरहेको छ
मर्दैन हाम्रो यहाँ बाँदर भर्सेस झापाली बाँदर झापाली बाँदरले जितिरहेको छ अहिलेसम्म बाँदर भन्छ झापाली बाँदर त्यो हल्का न उभिन झापाली बाँदर भन्छ अर्को बाँदर अर्ग्यानिक बाँदर बनाएको छ खाजा खाइसकेपछि यहाँ जस अलिअलि फोहोरहरू भएको थियो झापाली फन हब मेम्बरले चाहिँ यो वरिपरि फोहोर नहोस् भनेर यहाँको खाइसकेपछि यहाँको सरसफाइहरू हामीले निरन्तर रूपमा सरसफाइ गरिरहेको छौँ। फोहोर नहोस् यहाँ नहोस् घरमा भनेर हामीले सरसफाइ खाएर हाम्रो मानवीय कर्तव्य पुरा गरेको छौँ हामीले। हेर्नु होला कुनै पनि ठाउँमा खाएर फोहोर पारेर जताभावी फोहोर फ्याँकेर नगर्नु होला। खाइसकेपछि सरसफाइ गर्ने र खाएको सरसामानहरू केही चिज अब फुलहरूदेखि लिएर बोकेर जानु होला साथमा र एउटा डस्टबिन ठाउँमा फ्याँक्नु होला। केही छैन भने थाहा भइसक्यो बाँदरै ढाल्ने छोड्दै हनुमानका चेलाबाट नगरेर गर्नु हुँदैन यस्तो विचारहरू। जब हामी के लाग्छौँ भने टमाटर खान्छ यसले देख्ने चिज त क्यापै पक्रिन्छ नि फेरि खाने बाँदरले यसरी टमाटर खाइरहेको दे यत्रो खाएर अगाइनस् शिवालय मन्दिर श्री पशुपतिनाथ मन्दिर भनेर अब चाहिँ हामी दानपत्रमा गौ सेवाको लागि हामी यहाँ केही दान गर्न गइरहेको छौँ। ल दाइ अब यही धेरै त छैन होइन थोरै यसो सहयोग गरौँ भन्ने आशा कोसिस देखाउँ है। ल हामी सबै युट्युबको फ्यामिलीहरू मिलेर यहाँ दान गर्दैछौँ। जति छ त्यति नै हो। गौ सेवाको लागि हामीले यो अलिअलि गर्दै थोरै भए पनि त्यहाँ अड्किरहेको छैन ल मेरो तताक्षी धामभित्र हामी गयो है। यहाँ यो भनेको कति यो के पो रुद्राक्ष कति 1 लाख कति
10,000 1,10,000 वटा रुद्राक्षले बनेको अरे एकदम रुद्राक्षको यो चाहिँ नन्दी महाराज शताक्षी धामको सबभन्दा ठुलो नन्दी महाराज हो यो चाहिँ शताक्षी धामको सबभन्दा ठुलो तीर यो नन्दी महाराज ठुलो यो ठुलो सबैभन्दा आइसकेपछि यिनीहरू सबै यसको पछि पछि आउँछन् यसको